आज चाहिँ हामी भाइटिकाको दिन आज दाजुलाई छोडेर पुर्याउन आएको। अरू बेला हामीलाई दाजुले पुर्याउनुहुन्छ। आज दाजुको गाडी छैन रहेछ र चाहिँ हामी पुर्याउन आएको जोगीघाट आएको छौँ। तपाईहरुलाई चाहिँ यो हेर्नुस् ल, यसको चाहिँ म तपाईहरुलाई देखाउँछु कस्तो यो कलर चाहिँ अब तपाईँ कहीँ पनि मैले देखेको छुइनँ अहिलेसम्म। कस्तो कलर हो? जवा कुसुम है। जवाकुसुम यो प्लान्ट कस्तो दामी दाजुले गिफ्ट दिएको भाइटिकाको दिन। यो प्लान्ट मजाको है। यहाँनिर चाहिँ यहाँ मुनि चाहिँ दाजुको घरहरू छ। यहाँनिर मेल्लै छ। कुनै 4टा कि 5वटा छ घर चाहिँ। धानबारी मजाले यसरी फलेको छ। लहलह धान। सिटोङको धानबारी भनेको सायद यहीँ मात्रै होला। अरू जग्गा त हाम्रो पनि पहिला रोप्थ्यौँ, अहिले त छोड्यो है, दुःख ज्यादा भएर रोप्नु। यस्तो दामी फलेको छ। साथसाथमा कालो दाल डिलमा हुन्छ। यसको आली भन्छ। आलीको डिलमा चाहिँ कालो दाल हालेको रहेछ। कालो दाल चाहिँ एकदमै राम्रो। पानी चाहिँ यति बेला धानलाई चाहिँ दिनुपर्ने हुन्छ। यति बेला दियो भने चाहिँ मजाले फल्छ। यहाँ माथि डल्लै धानबारी। यहाँ माथि चाहिँ यस्तो प्रकारले धान रोपेपछि यो चाहिँ सबै धान हो। मेन रोड जोगीघाट जाने रोड चाहिँ यहाँबाट हो। त्यस्तो चाहिँ यो चाहिँ धुर्बे दादाहरूको घर। यहाँनिर छु मैले चाहिँ हामी। अनि म चाहिँ यहाँनिर भिडियो गर्दैछु। आज दाजुलाई छोड्न आएको एकदमै राम्रो दिन पनि भइरहेछ। जोगीघाट घुम्दै आएको। पापाले पनि यसो घुमेर आउँ न भनेर गेस्टहरूलाई घरमा छोडिराखेर हामी आएको छौँ र धानबारीमा यसो घुमेर निक्लिँदै गरेको। अनि मुस्कान भाइ र पापा चाहिँ त्यहाँ माथि छतमा बसेर गफ भइरहेछ दुईजनाको। यहाँबाट चाहिँ हिँडेर आएको हामी। यस्तो बाटो भएर हिँड्दैछु। यहाँनिर चाहिँ धानबारी यो साइडमा जोगीघाट जाने भन्छ एकछिन घुम्नुको लागि। खै हामी त डेली हो, ड्युटी जाँदा सधैँ त्यही बाटो भएर जान्छौँ। र पनि खोइ के भयो आज चाहिँ पापाले नि यसो दाजुलाई पनि पुऱ्याइराखौँ, जोगीघाट पनि घुमेर आउँ न ल भने। 80को हतारमा पनि हामी मेन रोड आइपुग्यो। यो चाहिँ जोगीघाट जाने रोड। एलबिया सिंहको घर धानबारी। यो सबै चाहिँ धानबारी हो। माथि केराबारी। यो गाडी लिएर आएको हामी। चाहिँ दुर्बे दादाको घर। गफ गरे गफ गर्नु मजा आयो दुईजना। ल जाउँ है। जानु जोगीघाट जाने हो एकछिन। के गर्नु जानु त जानु हैन जान्छु त्यहाँ तर के गर्नु त्यहाँ एक राउन्ड घुमेर आउँ। जाउँ ल त्यही गाडी घुमाउँ। ल गाडी पनि घुमाउँ त्यतै। गाडी घाँस बोकेर यसरी आउँदैछ बिचरा। हवस् त धन्यवाद।